बिफोर एन्ड आफ्टर। सो कुनै बेला यति धेरै चबी मेरो फेसको स्ट्रक्चरलाई हेरौँ, पपी फेस थियो मेरो। सो दिस इज अ डिफरेन्ट बिफोर एन्ड आफ्टर वाला फोटो हेर्नुभयो आफ्टरमा इट्स लुक सो चेन्जेस। हाई बेस्टिज, जयमिसी, नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। सो आई होप यु आर अल डुइङ ग्रेट। हजुरहरू मेरो च्यानलमा फर द फर्स्ट टाइम हुनुहुन्छ भने it's me Rupa Magar. Today I'm going to sharing something very personal and real. Yes, म चाहिँ एकदम मेरो पर्सनल एक्सपिरियन्स अनि मेरो आफ्नै जर्नी को बारेमा भन्न गइरहेको छु, which is my face fat loss journey. अनि मेरो मेरो फ्याट लस पहिलाको भिडियोहरुमा हजुरहरूले चेक गर्न सक्नुहुनेछ अनि म कति फ्याट थिए भनेर। सो आज चाहिँ म मेरो फेस फ्याट लसको बारेमा म भन्न गइरहेको छु। सो हजुरहरू पनि कतिजना यही स्ट्रगलमा हुनुहुन्छ होला हैन, आफ्नो फेस फ्याटलाई कसरी लुज गर्ने। यो भिडियो पनि हजुरहरूलाई हेल्पफुल होस् भनेर मैले आफ्नो पर्सनल एक्सपिरियन्स अनि मेरो आफ्नै फेस फ्याट लसको जर्नीमा चाहिँ मैले कस्तो खालको भोगाइहरू के सहनु पर्यो अनि मैले के गरेँ त्यो कुराहरूलाई चाहिँ मैले हजुरहरूको माझमा लिएर आएको छु। आई होप यु इन्जोय इट। अनि यो मेरो भिडियोको थ्रुबाट चाहिँ हजुरहरूलाई हेल्प मिल्नेछ भनेर। सो यस, फर्स्टमा त मेरो फेसको स्ट्रक्चरलाई हेरौँ, बिफोर एन्ड आफ्टर। सो हजुरहरूले हेर्न सक्नुहुनेछ कुनै बेला यति धेरै चबी पपी फेस थियो मेरो अनि चब्बिनेस एकदम धेरै थियो। यु क्यान सी मेरो पहिलाको फोटोजहरू। अनि यस, यो चाहिँ मेरो पहिलाको बिफोरवाला फेस फ्याटवाला फोटोजहरू थियो। अनि यस, यु क्यान सी। अनि हजुरहरूले डिफरेन्ट हेर्न सक्नुहुनेछ मेरो आफ्टरवाला फोटोमा। सो दिस इज अ डिफरेन्ट हेर्न सक्नुहुनेछ। सो यस, अनि हजुरहरूलाई थाहा भइसक्यो बिफोर एन्ड आफ्टरवाला फोटो हेर्नुभयो आफ्टरमा इट्स लुक सो चेन्जेस हैन। मेरो फेस को स्ट्रक्चरदेखि लिएर सबै कुराहरूमा चाहिँ एकदम धेरै चेन्जेसहरू आएको छ। अनि हजुरहरूले हेर्न सक्नुहुनेछ यसरी मैले मेरो फेसको फ्याट लस पनि गरेको छु, गर्दैछु अझै पनि। अनि एउटा कुरा चाहिँ म भन्न चाहन्छु हजुरहरूलाई, कतिको त अब बोन पनि ठुलो भएर अनि त्यसमा अब लस गर्दा डिफरेन्ट नदेखिन सक्छ, तर घटेको हुन्छ हैन। अनि मेरो पनि बोनहरू एकदम ठुलो नै छ, मलाई त्यस्तो लाग्छ अनि मलाई सबैले पनि त्यही भन्नुहुन्छ। सो पछि मैले रिसर्चहरू गर्दा चाहिँ यस, अफकोर्स बोनले गर्दा पनि त्यो फेस फ्याट लस देखिँदैन भन्ने कुराहरू पनि सुनेको थिएँ, मैले थाहा पाएको थिएँ। अनि यस, तर मेरो पहिलाको फेस भन्दा इट्स सो डिफरेन्ट के मतलब हुन्छ नि, यति डिफरेन्ट। ओ माई गॉड, यति गर्मी हो नि यहाँ। किन मैले चाहिँ मेरो फ्याट लस कसरी गरेँ, मेरो फेसको फ्याट लस कसरी गरेँ त्यो बारेमा चाहिँ मैले हजुरहरूलाई भन्न जाँदैछु। अनि यु नो गाइस हैन, मेरो पहिलाको वेट लस जर्नी हेर्नुभएको छ भने हजुरहरूले थाहा पाउन सक्नुहुनेछ कि मैले 1 मन्थमा चाहिँ 7 kg लस गरेको थिएँ। अनि त्यो मेरो वेट लस जर्नीमै मेरो फेस फ्याट पनि घट्दै गयो। सो सुरुमा त गाह्रो थियो, डिफरेन्ट आउन एकदम मुस्किलै थियो, देखिरहेको थिएन। अनि पछि चाहिँ मैले नोटिस गरेँ कि मेरो फाइनली देखिँदैछ भनेर। सो मेन कुरा चाहिँ मैले पहिला सोच्थेँ कि मेरो हुन्छ नि फेसको एक्सर्साइज गर्छु अनि मेरो फेस चबीबाट चाहिँ अब अलिकति त्यो स्लिम हुन्छ भनेर सोच्थेँ हमेशा हैन, सधैँ सोच्थेँ कि। अनि
अनि मैले गर्थेँ पनि होइन, तर डिफ्रेन्ट नै नआउने। अनि त्यसपछि मैले धेरै कुराहरू रिसर्च गरेँ, हाउ टु लस फेस फ्याट होइन, अनि हाउ टु फेस फ्याट लस भनेर सर्च गरिरहेको थिएँ। अनि प्रायः जस्तो ट्रेनरहरूले चाहिँ के भन्नुहुन्थ्यो भने हजुरको फेस फ्याट चाहिँ अब हजुरले एक्सर्साइज नै गर्नुपर्छ, फुल बडी वर्कआउट नै गर्नुपर्छ भनेर भन्नुभएको थियो। सो मैले मेरो वेट लस जर्नीमा मेरो फुल बडी वर्कआउट नै भयो नि त। सो अनि त्यो फुल बडी वर्कआउट गर्दा गर्दै अनि मेरो पनि घटेको थियो, तर मैले त्यसमा धेरै मेरो फेस फ्याट घटाउनलाई धेरै एक्सर्साइजहरू पनि गरेको थिएँ। अनि यस, म पनि हजुरहरूलाई इन्करेज गर्न चाहन्छु। अनि त्यो फेस एक्सर्साइजले पनि घट्छ हजुरहरूको सो फेस। अनि हजुरहरू पनि त्यही स्ट्रगलमै हुनुहुन्छ भने म पनि त्यो स्ट्रगलबाट बाहिर आइसकेको छु। आइ एम सुपर ह्याप्पी, आइ एम सुपर प्राउड अफ माई सेल्फ भने बिकज आई डिड इट फाइनली। सो हजुरहरू पनि त्यो स्ट्रगलमा हुनुहुन्छ भने प्लिज कमेन्ट बिलो। अनि म हजुरहरूलाई मैले के गर्थेँ सबै कुराहरू म हजुरहरूलाई सेयर गर्नेछु। यो चाहिँ छोटो जसरी मैले मेरो फ्याट लस अनि मेरो फेस फ्याट लस गरेँ, त्यसरी हजुरहरूले पनि आफ्नो फेस फ्याट लस गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले यो भिडियोबाट इन्फर्म गर्न आएको हो। अनि यस, त्यही भएर हजुरहरू डिमोटिभेट नहुनु, मोटिभेट हुनु। अनि त्यसपछि मेरो फेस कहिले नघट्ने भयो भनेर एकदम त्यो तनावमा नबस्नु होइन। अनि मेन कुरा त अब डिमोटिभेट हुँदै हुने होइन, जे कुरा पनि कन्सिस्टेन्सी हो। अनि कन्सिस्टेन्ट राख्नुभयो भने चाहिँ हजुरहरू डेफिनेटली रिजल्ट पाउनुहुनेछ, जस्तै मैले पाएँ। अनि यस, हजुरहरूलाई पनि अझै मोर इन्फर्म अझै धेरै कुराहरू हजुरहरूलाई जान्नु मन छ भने प्लिज कमेन्ट बिलो। अनि मैले चाहिँ त्यही अनुसारले भिडियोहरू बनाउने छु। यो चाहिँ जस्ट मैले कसरी आफ्नो फेस फ्याट लस गरेँ त्यो बारेमा चाहिँ मैले जस्ट हजुरहरूलाई सेयर गरेको। अनि मेरो फेस फ्याट लस त त्यही हो, मेरो फुल बडी वर्कआउट नै गरेर लस भएको थियो। अनि मैले धेरै एक्सर्साइजहरू पनि गर्थेँ, आई मिन मसाजहरू गर्थेँ, फेसको एक्सर्साइजहरू पनि गर्थेँ। अनि त्यसरी नै मेरो फेस फ्याट लस गएको थियो, फ्याट लस भएको थियो। अनि सो यस, हजुरहरूलाई पनि म इन्करेज गर्न चाहन्छु, यदि हजुरहरू गर्दै हुनुहुन्छ, एक्सर्साइज गर्दै हुनुहुन्छ आफ्नो फेसको होइन, अनि त्यसपछि जे पनि गर्दै हुनुहुन्छ त्यो कुरामा चाहिँ कन्सिस्टेन्सी राख्नु। अनि फाइनल रिजल्ट चाहिँ यति बेस्ट पाउनुहुनेछ नि हजुरहरूले, जसरी मैले पाएँ। सो द्याट्स इट, मैले हजुरहरूलाई यति नै कुरा भन्न चाहेँ। अनि यो चाहिँ मेरो सर्टवाला भिडियो थियो, एकदम स्विट एन्ड सर्ट। सो हजुरहरूलाई यो भिडियो मन पर्यो भने प्लिज डु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। सो ताकि हजुरहरूले अनि हिट द बेल आइकन क्लिक गर्नु होला, ताकि मैले नयाँ भिडियोहरू लिँदा हजुरहरू कहाँ पुगोस्। सो या द्याट्स इट, आजको मेरो भिडियो यति नै थियो। सो सी यु नेक्स्ट भिडियो बेस्टिज, 너와 함께 있어